हामीले सुरुमा लगइन गर्नको लागि रेजिस्टर गर्नुपर्ने हुन्छ। त्यसैले एउटा एकाउन्ट क्रिएट गरौँ। त्यहाँ चाहिँ आफ्नो फुल नेम हालेर त्यसपछि यहाँ तपाईँको इमेल एड्रेस हाल्नुपर्छ। यो सबै फिलअप गरेर विथ पासवर्ड हामी एकाउन्ट बनाउन सकिन्छ। त्यस मेल आउँछ जीमेलमा। सो जीमेलमा गएर एकपल्ट चेक गर्नुपर्ने हुन्छ। यदि इनबक्समा आएको छैन भने स्प्याममा हुनसक्छ। स्प्याममा क्लिक गरेर त्यसपछि हामी हाम्रो मेल उद्योगमा भेरिफाई गर्न सक्छौँ लिङ्क थिचेर। भेरिफाई भएपछि त्यही मेल र पासवर्ड युज गरेर हामी लगइन गर्छौँ। लगइन गरेपछि हामीले यहाँ कम्पनी सेलेक्सन पेज आउँछ। अब यहाँ कम्पनी नभएको कारणले हामी नयाँ कम्पनी एड गर्छौँ। यहाँ हाम्रो कम्पनीको नाम, प्यान नम्बर, ठेगानाहरू भरेर कम्पनी क्रिएट गर्छौँ। कम्पनी क्रिएट गरिसकेपछि त्यहाँ सेलेक्टको अप्सन हुन्छ। हामी त्यहाँ सेलेक्ट गर्छौँ र प्लान चुज गरेर अगाडि बढ्छौँ। यो चाहिँ हाम्रो ओभरअल ड्यासबोर्ड हो। एकाउन्टिङ र इन्भेन्ट्रीको एनालिटिक्स र ओभरभ्यू यहाँबाट हेर्न सकिन्छ। विथ प्रफिट एन्ड लस, सेल्स, पर्चेज सबै कुरा। अब हामी त्यसपछि यहाँ फिस्कल इयर पनि चेन्ज गर्न मिल्छ। एकाउन्ट मोड्युलमा क्लिक गरेपछि हामी यहाँ सेक्सन्स, थुप्रै सेक्सन्सहरू देख्न सक्छौँ। सो लेजर सेक्सनमा लेजर्स एड गर्ने, पार्टी एड गर्ने, विथ पार्टी ग्रुप, लेजर ग्रुप चाहिँ यहीँबाट एड गर्न सकियो। जेनरल लेजर पनि यहाँबाट हेर्न सकिन्छ। भाउचर सेक्सनमा हाम्रो कन्ट्रा, पेमेन्ट, रिसिट, सेल्स, पर्चेज, क्रेडिट नोट र डेबिट नोट यहाँबाट एड गर्न सक्छौँ र हेर्न सक्छौँ। चाँडो देखाइदिए। भाउचर सेक्सनको तल जर्नल छ। जर्नल यहाँबाट हामी एड गर्न सक्छौँ। त्यसपछि ट्याक्स एन्ड कम्प्लायन्स भित्र हाम्रो भ्याट रिटर्न्स जेनेरेट गर्न सकिन्छ। टिडिएस रिटर्न जेनेरेट गर्ने ठाउँ छ। टिडिएस डिटेल्स एन्ड सर्टिफिकेसन्स र एनेक्स रिपोर्ट हेर्न सकिन्छ। सो हाम्रो रिपोर्ट्समा चाहिँ यो यति रिपोर्ट्सहरू छ, यो हामी हेर्न सक्छौँ सबै रिपोर्ट्स। अब इन्भेन्ट्री मोड्युल्समा चाहिँ इन्भेन्ट्री मास्टर्स भित्र स्टक आइटम्स एड गर्ने यहाँबाट, अनि स्टक ग्रुप एड गर्ने, युनिट अफ मेजर्स, गोडाउन र लोकेसन यहाँबाट एड गर्न सक्छौँ। अपरेसन्समा चाहिँ हाम्रो ओपनिङ स्टक, स्टक जर्नल र फिजिकल स्टक एडजस्टमेन्ट यहाँबाट गर्छौँ। इन्भेन्ट्रीको रिपोर्ट्सहरू चाहिँ यहाँ छुट्टै छ। एकाउन्टिङको रिपोर्ट्स र इन्भेन्ट्रीको रिपोर्ट्स मोड्युलभित्र, आफ्नै मोड्युलभित्र छ। यहाँबाट चाहिँ हामी प्रोफाइलमा क्लिक गरेर प्रोफाइलको हाम्रो चेन्ज गर्न सकिन्छ। नाम हो, पासवर्ड सबै। अनि यहाँ बिलिङको अप्सन पनि छ। यदि बिलिङ अपग्रेड गर्नुपर्ने हो भने ट्रायल सकिएपछि त्यहाँबाट गर्न सकिन्छ। धन्यवाद। तपाईको व्यापार सहज बनाउनलाई आजदेखि युज गरौँ उद्योत ERP। उद्योत